हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँहरूलाई एउटा कुरा सिकाउने वाला छु। त्यो कुरा यो छ कि होइन, म चाहिँ तपाईँहरूलाई आज सानी काट्न सिकाउने वाला छु। अब सानी काट्नको लागि चाहिँ फर्स्टमा के चाहिन्छ भनेपछि थाहै त होला, आँसी। अनि सेकेन्डमा के चाहिन्छ भनेपछि म देखाउँछु। त्यसपछि चाहिन्छ हामीलाई हरियो परियो घाँस। अनि पछि आँसीको सहायताले घाँसलाई चटचट पारेर काटिदिने। घाँस काटिसक्यो भने त्यसपछि हामीले आवश्यक अचानोहरू गर्साको हुन्छ, अनि हातको पनि। अनि त्यसपछि हात गर्छ अचानोको सहायताले घाँसलाई चट्ट पारेर काटिदिने। घाँस काटिसकेपछि हामीलाई चाहिन्छ छिट्ने। अनि छिट्नेमा भुस्सा बोकेर अनि भुस्सा ल्याएर अनि त्यसलाई मिक्स गरिदिने। अनि भुस्सा मिक्स गरिसकेपछि अनि त्यसपछि गाईलाई दिने। हेर्नुहोस् न कति सजिलो छ। हजुरहरू कसैलाई पनि गाईको खानाको रेसिपी चाहिन्छ भने मलाई सम्झिनु होला।